नमस्कार। भोलिबाट नेपाल सरकारले खाना बस्न फ्री भन्यो भने सबैभन्दा पहिला हजुरहरूले के गर्नुहुन्छ थाहा छ? के गर्नुहुन्छ भने त्यो ठाउँ कहाँ हो तपाईँ पहिला खोज्नतिर लाग्नुहुन्छ अनि त्यहाँ गएर लाइन बस्नतिर लाग्नुहुन्छ। भन्न खोजेको के हो भने यथार्थ यहाँ बुझ्नु होला। मैले एक पुस्तासँग बताउने छु। अब हाम्रो देश विकास किन नभएको भन्ने हो भने हाम्रो नेपालीहरूको बानी नै यही भएको। ल हेर्नुहोस्, उता माथि पनि हेर्नुहोस् है। आज यस्तै कुराहरूले गर्दा पछि ब्याक हट्नु परेको छ नेपालीहरू। हरेक कुरामा नेपालीहरू पछि पर्नुको कारण भनेको के छ भने एउटा मात्र कारण छ, कहाँ खान पाइन्छ, कहाँ बस्न पाइन्छ, त्यो मात्रै हेर्छन्। राम्रो सुविधा मात्रै हेर्छन्। तर यता त्यो गाउँघरको बाटो एकछिनको लागि हाँसो मजा होइन, त्यो जिन्दगी जाने जिन्दगीभरको लागि बाटो। तर पानी आउँदा पनि पहिरो लाग्ने, घाम लाग्दा पनि पहिरो लाग्ने यस्तो ठाउँको बाटो छ। तैपनि हामी कसैको ध्यान नजाँदो रहेछ है। एउटा गाउँको समाज एउटा पालिकाले मात्रै गरेर के हुने हो र? माथि उच्च माथि इन्भेन्टमेन्टै नभएपछि हेर्नुहोस्, तल हेर्नुहोस् कस्तो छ है। यहाँनिर यहाँ हेर्नुहोस् गाइस कस्तो छ, तल हेर्नुहोस् यस्तो छ। अहिले माथि हेर्नुहोस् है। मैले त्यसै भनेको होइन, नेपालीहरू एउटा नेपाल सरकारले खाना बस्न फ्री छ भन्यो भने पनि सुरुमा लाइन बस्ने भएको कारणले गर्दा पनि लाइन बस्न पाइन्छ कि पाइँदैन भन्ने कारणले गर्दा पनि ब्याक हट्नु परेको छ। अब यही कुराहरूलाई म एकपल्टसँग तपाईँहरूको माझमा ल्याउँदैछु। अहिले त पानी आएर हुसु लागेको छ, त्यो भएको कारणले गर्दा मैले सबै कुराहरू प्रष्ट रूपमा देखाउन सकिनँ। पछि अहिले खुलेछ भने अहिले दोस्रो भिडियोमा म देखाउने छु स्पष्टसँग। त्यसलाई पनि हेर्नु होला मध्यनजरसँग, के हो कसो हो, यहाँको यथार्थ रूपहरू पनि पस्टाउनु होला होइन। दुःख त परिहाल्छ, हर कुराहरूको लागि सफलता बन्ने एउटा निकाय खोज्नुपर्छ भन्ने हुन्छ है। दुःख नगरी सुख त हुँदैन है। सफल बन्नको लागि एउटा धैर्यता पनि हुनुपर्छ। आफूमा धैर्यता छैन भने सफल पनि बनिँदैन। हेर्नुहोस् सबैजनाले यस्तो छ हाम्रो समाज, हाम्रो यहाँको मर्ने वातावरण।